अतिथि हुनुभएका सम्पूर्ण विश्वासी परिवार गुरुजन सम्पूर्णलाई आजको सेवाकाईमा हजुरहरूलाई म स्वागत गर्न चाहन्छु। हामी म्युजिक टिम, क्वायर टिम लगायत म सञ्चालिकाको तर्फबाट स्वीकार्नुहोस् खुसी अभिवादन अनि जय मसीह। आउनुहोस्, आज हामी संगतिलाई यो बिहानी अगाडि बढाउनेछौँ। हामी यो समय कोरस नम्बर 188 नम्बरको कोरस गाउँदै हामी परमेश्वरको महिमा गर्नेछौँ। यो कोरसबाट प्रभुको महिमा भएको छ। यो बिहानी आज हामीलाई यो पवित्र सभाको दिन परमेश्वरको महिमा भएको होस्। आउनुहोस्, हाम्रो शिरहरू झुकाउँदै हामी यो समय सम्पूर्ण कुराहरू हामी प्रभुको हातमा हामी अर्पण गर्नेछौँ। आउनुहोस्, हाम्रो शिरहरू झुकाउँदै हामी प्रार्थनामा जानेछौँ। धन्यवाद सर्वशक्तिमान अनि सर्वज्ञानी सर्वव्यापी परमेश्वर, हजुरलाई हामी धन्यवाद दिँदछौँ। तपाईँ परमेश्वरले विगतका दिनहरूदेखि यो दिनसम्म प्रभुको आशिषमा हामीलाई डोर्याउनु भयो। हजुरलाई हामी धन्यवाद दिँदछौँ। महान परमेश्वर, तपाईँले फेरि पनि हामीलाई एक दिनको आयु थपेर यो सुन्दर बिहानी दिनुभयो। तपाईँको महिमामा डोर्याउनको निम्ति तपाईँले हाम्रो रक्षा गर्नुभयो। प्रभु, तपाईँलाई हामी धन्यवाद दिँदछौँ। हप्ताभरि हामी जे जति काम कार्य जागिर पेसा पढाइ लेखाइ जस्तोसुकै अवस्था अनि परमेश्वर हाम्रो साथमा हुनुभयो, त्यसको लागि हजुरलाई धन्यवाद। हामीलाई हरेक कुराबाट तपाईँ परमेश्वरले हामीलाई आशिष दिनुभयो। हजुरलाई धन्यवाद। महान परमेश्वर, तपाईँ हाम्रो प्यारो प्रभु हुनुहुन्छ। हाम्रो वास्ता गर्ने, हाम्रो बिक्री गर्ने, हामीलाई माया गर्ने मेरो परमेश्वर, हजुरलाई धन्यवाद। हाम्रो हृदयका ढोकाहरू खोल्दै तपाईँको सामु आउँदछौँ प्रभु। प्रभुले हामीलाई तपाईँको आत्माले अभिषेक गर्नु भएको होस्। यो घडी हामी प्रार्थना गर्दछौँ, हाम्रो जीवन तपाईँको सामु हामी ल्याउँदछौँ। महान परमेश्वर, तपाईँलाई हामी धन्यवाद धन्यवाद धन्यवाद। परम प्रभु, आज जतिजना यो सभाको दिनमा तपाईँको भवनमा उपस्थिति हुन सक्नु भएको छैन, हरेकलाई परमेश्वर तपाईँले सहायता गर्नु भएको होस्। हरेकको काम कार्यमा, जागिर पेसामा, कतिजना दुःख पीडामा, कष्टमा, समस्यामा, बाधामा, शैतानले बन्धनमा पारेको होला। प्रभु, तपाईँ परमेश्वरले उहाँहरूलाई तपाईँ प्रभुको अनुग्रह र शान्तिमा डोर्याउनु भएको
होस्। प्रभु म प्रार्थना गर्दछु हामी प्रत्येक विश्वासीमाथि तपाईँ परमेश्वरको पवित्र आत्माको अभिषेकले अहिले नै तयारी गर्नु भएको होस्। पिता तपाईँ परमेश्वरलाई हामी धन्यवाद दिँदछौँ। हामी जस्तो छौँ त्यस्तै आएका छौँ। तपाईँलाई दिनलाई कुनै थोक छैन प्रभु। हाम्रो एउटा हृदय तपाईँको सामु हामी ल्याउँदछौँ। परमेश्वर हाम्रो हृदयले तपाईँ परम प्रभुले चलाउनु भएको होस्। पिता तपाईँलाई हामी धन्यवाद दिँदछौँ। जतिजना प्रभु मण्डलीतर्फ आउँदै हुनुहुन्छ बाटोमा गाडीमा बाइकको यात्रामा हरेकमा परमेश्वरले सहायता सुरक्षा साथ आफ्नो जनलाई ल्याउनु भएको होस्। प्रभु तपाईँलाई धन्यवाद। अनि जतिजना हाम्रो मण्डलीबाट बाहिर हुनुहुन्छ प्रभुले सहायता गर्नुहोस्। देश विदेशमा पढाइको क्षेत्रमा रोजगारीको क्षेत्रमा अनि कामकारीको क्षेत्रमा जुन जुन क्षेत्रमा हुनुहुन्छ प्रभु तपाईँले सहायता गर्नुहोस्। जतिजना अनलाइन मार्फत आज जोडिनु भएको छ उहाँहरूलाई परमेश्वरले अनुग्रह गर्नुहोस्। पढाइको क्षेत्रमा आशिष दिनुहोस्, रोजगारको क्षेत्रमा आशिष दिनुहोस्, कामकारीहरूको क्षेत्रमा प्रभुले प्रशस्त उहाँहरूलाई आशिष दिनु भएको होस्। प्रभु तपाईँलाई हामी धन्यवाद दिँदछौँ। पिता तपाईँको महिमा महान परमेश्वर आज जुन वक्ता तपाईँको वचन लिएर यहाँ खडा हुनु भएको छ परम प्रभुले उहाँलाई अघि बढे नियुक्ति गर्नु भएको छ। अघि बढे तपाईँ परमेश्वरको अभिषेकले भरिसक्नु भएको छ भने म घोषणा गर्दछु तपाईँको नाउँमा जब हामी घोषणा गर्दछौँ परमेश्वरले हामीलाई सबै कुरा दिनुहुनेछ। प्रभु उहाँलाई उल्था गर्नलाई आज मण्डलीलाई विश्वासीलाई कुन वचनको खाँचो छ परमेश्वरले उहाँको ओर जिब्रोमा भएर बोल्नु भएको छ। प्रस्ट्याउनमा उल्था गर्नमा तपाईँ परम प्रभुले मलाई सहायता गर्नुहोस्। तपाईँ हाम्रो परमेश्वर सल्लाहकार हुनुहुन्छ। हामीलाई सिकाउने हाम्रो शिक्षक हाम्रो प्रभु हुनुहुन्छ। पिता तपाईँलाई धन्यवाद। प्रभु आज संगतिमा अल्म ल्याउने थोकहरू अक्मक्याउने थोकहरू अनि हाम्रो संगतिमा बाधा ल्याउने थोकहरू सारा शैतानका युक्तिहरूलाई हामी यो घडी नासरत येशूको नाउँमा हाम्रो मण्डलीबाट निस्किजाने आज्ञा गर्दछौँ। पवित्र आत्मा पार्टीमा जतिजना उभिनु भएको छ उहाँहरूलाई तपाईँ पवित्र आत्माले स्वर गला खोल्नमा बजाउनमा पवित्र आत्मा तपाईँले सहायता गर्नु भएको होस्। स्वयं मेरो जीवनमा म होइन म भित्र तपाईँ पवित्र आत्मा भइकन बोल्नु भएको होस्। मलाई सिकाउने मेरो परमेश्वर तपाईँ हुनुहुन्छ। पिता तपाईँलाई धन्यवाद। आज दिनभरि हुने बाल सङ्गति जवान सङ्गति सम्पूर्ण सङ्गतिलाई म पवित्र आत्मा तपाईँ परमेश्वरको हातमा म अर्पण गर्दछु। प्रभुले सबै कुरामा सहायता सुरक्षा गर्नु अनि प्रभु तपाईँलाई धन्यवाद। प्रभु तपाईँको महिमा आजको सम्पूर्ण भाग प्रभु तपाईँको हातमा राख्दै म आशिष अनुग्रह चाहन्छु येशू ख्रीष्टको नाममा आमेन। हुन्छ परमेश्वरलाई महिमा भएको छ। हामी सुरुको प्रार्थना गरिसकेका छौँ। आज यो सभाको दिनमा हाम्रो हृदयहरू खोल्दै प्रभुको सामु हामी आउनेछौँ। जस्तो सुकै कष्ट अनि समस्या आइपरे तापनि हामी प्रभुको आराधना गर्न छोड्ने छैनौँ। आमेन। अनि जसरी म एउटा पद पढ्नेछु यहाँ 1 कोरिन्थी 15:18 लेखेको छ। यहाँ यसरी लेखेको छ, यसकारण मेरा प्रिय भाइ हो स्थिर र अटल रहो, प्रभुको काममा सधैँ बढ्दै जाओ, किनकि तिमीहरू जान्दछौ कि प्रभुमा तिमीहरूको परिश्रम व्यर्थ हुने छैन। हामी आज यो समय जे गर्छौँ प्रभुको महिमाको निम्ति गर्छौँ। अनि प्रभुको वचनले भन्दछ तिमीहरूले चाहिँ मेरो निम्ति गर्ने कामहरू चाहिँ व्यर्थैमा हुने छैन। आमेन। प्रभुलाई महिमा भएको छ। हामी यो समय भजनहरू गाउँदै तालीहरू बजाउँदै परमेश्वरको महिमा गर्नेछौँ। हामी यो समय भजन नम्बर 158 नम्बरको भजनले गाउँदै हामी परमेश्वरको महिमा गर्नेछौँ।
परमेश्वरलाई महिमा भएको साँच्चै नै अति नै मिठो भजन, हाम्रो हृदयलाई छुने भजन। हामी जे गर्छौँ हाम्रो सृजनहार, हामीलाई सृष्टि गर्ने परमेश्वरको हामी महिमा गर्छौँ। आमेन। परमेश्वरले यही भन्नुभएको छ है, तपाईँ र मलाई उहाँ जस्तै बनाउनु भएको छ। कारण किन? उहाँको महिमा गर्नको निम्ति। उहाँले हाम्रो बोलीलाई सुन्नुहुन्छ, हाम्रो पुकारलाई सुन्नुहुन्छ, हामीले हेरेको थोकहरूलाई नि उहाँले देख्नुहुन्छ। त्यही कारण हाम्रो सृष्टिकर्ता परमेश्वरको महिमा गरौँ, पहिलो स्थान परमेश्वरलाई दियो अनि सबै कुरा तपाईँहरूलाई थपिनेछ। आमेन। हुन्छ, हामी भजन गाउने क्रमलाई नै अगाडि बढाउनेछौँ। हामी यो समय भजन नम्बर 535 लाई गाउनेछौँ। हामी सबैजना ताली बजाउनेछौँ। चिसो छ, जब ताली बजाउँछौँ हामी न्यानो पनि हुन्छौँ है। परमेश्वरलाई महिमा भएको। साँच्चै नै हाम्रो शान्तिका राजा, हामीलाई उद्धार गर्ने, हामीलाई पनि मुक्ति दिने परमेश्वरको महिमा गरौँ। हामी पहिला पनि गाएका थियौँ कि सृष्टिकर्ता परमेश्वरको महिमा गरौँ है। फेरि पनि त्यस्तै नै मिल्ने भजन हाम्रो सृष्टिकर्ता परमेश्वरको चाहिँ महिमा गर है। हरेक डाँडाले
परमेश्वरको महिमा गर्नुपर्छ। प्रभुलाई महिमा भएको छ। यो भजनबाट हामी भजन गाउने क्रमलाई नै अगाडि बढाउनेछौँ। हामी यो समय भजन नम्बर 504 लाई पनि हामी गाउनेछौँ। हामी सबैजना ताली चाहिँ बजाउन नछोडौँ है। परमेश्वरको महिमा भएको साँच्चै यो भजन चाहिँ तपाईँ र मेरो जीवनमा मेल खाने भजन हो। साँच्चै हाम्रो जीवनमा चाहे दुःख, चाहे कष्ट, चाहे समस्या किन नआओस्, हामी प्रभुलाई नछोडौँ। हामी कतिजना हाम्रो यही समयमा होलाौँ, हामी कतिजना रोगी होलाौँ, बिमारी होलाौँ, दुःख कष्टमा होलाौँ, पारिवारिक समस्याहरू होलाौँ, त्यो समय प्रभुलाई नछोडौँ। झन् निश्चय गरौँ, जब हामी प्रभुमा निश्चय गर्छौँ नि प्रभुले चाहिँ हाम्रो पुकारलाई सुन्नुहुन्छ। जब हामी कुनै समय मेरो हैन
मलाई समाजबाट हाम्रो परिवारलाई नै बहिष्कार गर्दै थियो। प्रभुमा हामी त्यति बेला झन् भर्खर विश्वास गरेका थियौँ। हाम्रो जीवन हाम्रो परिवारमा एकदमै ठुलो अशान्ति, दुःख कष्ट अनि समस्या आइराखेको थियो है। परिवारमा मेरो मम्मी 6 महिनासम्म ब्लड बगेर के हुनुभएको थियो त, मरिसकेको घरभरि लास पुर्ने मान्छे नि आउनु भएको थियो। त्यति बेला हामीलाई समाजले खुसी भयो भनेर बहिष्कार गरेको थियो क्या। मेरो परिवार अथवा मलाई कहीँ बाटोमा देख्दा नै हामीलाई के गर्थ्यो त, थुक्थ्यो क्या। अनि हामीलाई ढुङ्गा मुढा त कति गर्यो, अनि बैठकहरू भनौँ न है, समाजले कति राख्यो। तर नि हामी त्यस्तो बेला नि प्रभुलाई कहिले नि छोडेनौँ। हामी एकदमै कष्टमा थियौँ, समस्यामा थियौँ, तर हाम्रो पक्षमा बोल्ने कोही नभए नि हामीसँग हाम्रो पक्षमा बोल्ने चाहिँ हाम्रो जीवित परमेश्वर हुनुहुन्थ्यो। आमेन। आज तपाईँहरू त्यस्तै कष्टमा हुनुहोला, तर पनि परमेश्वरले चाहिँ हाम्रो पक्षमा जहिले पनि तपाईँ र मलाई चाहिँ विजय बनाउनु हुँदो रहेछ क्या है। मानिसलाई चाहिँ त्यो समय शरममा पार्नुभयो। जब हामी प्रभुमा अगाडि बढ्दै गयौँ, परमेश्वर हामी निश्चय गर्दै गयौँ, प्रभुले चाहिँ हाम्रो जीवनमा ठुलो आशिष दिनुभयो। मेरो परिवार 10 जनाको परिवार छौँ। हामी सानो परिवार होइन, हामी एकदमै ठुलो परिवार छौँ। त्यही परिवारबाट आज प्रभुको महिमा हामी गरिराखेका छौँ। हामी दिदीबहिनी 5 जना, दाजुभाइ 3 जना, मेरो 8 जनाको हामी साना भाइ बहिनी, म सबैभन्दा घरको जेठी। तर नि हामी त्यो समय हाम्रो भनौँ न मेरो गाउँमा त्यो समय हामी 2 जना विश्वासी थियौँ। 1 जना खत्रिनी बोजू भन्ने थियो। अनि त्यसको बादमा हामीले विश्वास गर्यौँ। अनि त्यसपछि त हाम्रो जीवनमा धेरै कष्टहरू आयो। अनि म पनि त्यस्तै थिएँ, म मरिसकेको मान्छे। प्रभुले आज मलाई तपाईँ र मेरो बिचमा यति ठुलो होइन, यति धेरै ठुलो समूहको बिचमा आज प्रभुको महिमा गर्नको लागि रहेछ। प्रभुले मलाई जीवित पार्नु भयो, उहाँको महिमाको निम्ति मलाई खडा गराउनु भयो। म कुन ठाउँमा थिएँ, कुन ठाउँमा आएर प्रभुको महिमा गरिराखेको छु। आज म यही कुरालाई आशिष सम्झिन्छु। मेरो जीवनमा कुनै होइन धन सम्पत्ति नहोला, केही थोक नहोला, तर प्रभुले दिनुभएको आशिष चाहिँ म प्रभुको सेवा गरेको छु। त्यही नै मेरो लागि सबैभन्दा ठुलो आशिष, त्यही नै मेरो सबैभन्दा धन सम्पत्ति हो। आमेन। प्रभुलाई महिमा भएको। हामी कोही पनि निराश हुनु हुँदैन। म कष्टमा छु, आज समस्यामा छु, म पीडामा छु, म त केही गर्न पनि सकिनँ नै, त्यो होइन। प्रभुमा चाहिँ हामी जहिले पनि विजय हुन्छ। प्रभुले चाहिँ हामीलाई जहिले पनि उठाउनुहुन्छ। प्रभुको वचनले के भनेको छ, दुर्बल घोडाहरूलाई म बलियो बनाउने छु। आमेन। परम प्रभुको महिमा भएको छ। यो भजनबाट आज हामी यो समय अन्तिम भजनलाई हामी गाउनेछौँ। यो समय चाहिँ हामी 654 नम्बरको भजनले गाउँदै हामी परमेश्वरको महिमा गर्नेछौँ।
प्रभुलाई यो भजन मण्डली महिमा भएको होस्। साँच्चै नै अति नै तपाईँ र मेरो जीवनमा अनि यो अन्जु पन्ताले नै गाउनु भएको छ यो भजनलाई। अनि जब यो भजन सुन्दै गर्दा उहाँको गवाई सुनेको थिएँ मैले, यो जब उहाँले चाहिँ यो भजन सुन्दै गर्दा चाहिँ प्रभुले उहाँको जीवनमा अचम्मको कामहरू गर्नु भएको थियो भनेर चाहिँ उहाँले भन्नुभएको छ। साँच्चै हामीले चाहिँ कतिचोटि प्रभुको वचन सुन्दै वचनहरू सुन्दै भजनहरू गाउँदै प्रभुले चाहिँ तपाईँ र मेरो जीवनमा चाहिँ ठुलो काम गर्नुहुनेछ। आमेन। त्यही प्रभुको वचन चाहिँ आगो हो अनि प्रभुको वचन चाहिँ तरवार हो। हाम्रो हृदयलाई हाम्रो जीवनलाई उहाँले चिमाल्नुहुन्छ। आमेन। प्रभुलाई महिमा भएको सुन्छ। आज हामी यो समय चाहिँ भजनहरू गाउने क्रमलाई चाहिँ हामी यतिकैमा राख्नेछौँ। हामी यो समय अर्को सेसनमा जानेछौँ। हामी यो समय चाहिँ परिचय र स्वागतको समय हो। हामी यो समय चाहिँ आज तपाईँहरू कोही हामीहरू सँगै आज संगति गर्दै हुनुहुन्छ भने चाहिँ तपाईँहरूले आफ्नो यथास्थानमै उठेर आफ्नो परिचय दिन सक्नुहुनेछ। म यो समय चाहिँ समूहमा दिन चाहन्छु। तपाईँहरू कोही हुनुहुन्छ भने चाहिँ हामी हजुरहरूलाई हामी स्वागत छ हाम्रो मण्डलीमा, तपाईँहरूलाई हामी स्वागत गर्नेछौँ। हुन्छ, कोही पनि उठ्नु भएन, तर परमेश्वरलाई धन्यवाद भएको होस्। हामी चाहिँ प्रभुमा हप्तौँ दिनभरि प्रभुले हामीलाई फेरि पनि नयाँ बनाएर हामीलाई यो पवित्र भवनभित्र ल्याउनु भएको छ। प्रभुलाई धन्यवाद भएको होस्। हामी एकले अर्कालाई स्वागत गर्दै हाम्रो जीवित परमेश्वरलाई स्वागत गर्दै हामी तालीहरू बजाउँछौँ। परम प्रभुलाई महिमा भएको छ। हामी यो समयलाई नि हेर्दै हामी अर्को सेसनतर्फ जानेछौँ। हामी सबैजना आफ्नो यथा स्थानमा खडा हुनेछौँ। हामी यो समय चाहिँ प्रेरितहरूको विश्वासको सारलाई पाठ गर्नेछौँ। हुन्छ, हामी एकै स्वरमा यसलाई पाठ गर्नेछौँ। म काउन्ट गर्नेछु, हामी एउटै स्वरमा यसलाई भन्नेछौँ। रेडी, 1 2 3 स्टार्ट। म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने माथि अनि उहाँका एककै पुत्र हाम्रा प्रभु येशू ख्रीष्टमाथि, जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो, कन्या मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, जो क्रुसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट उठ्नुभयो, स्वर्गमा चढिजानुभयो अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र विश्व मण्डलीमाथि, पवित्रको सङ्गतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि। आमेन। परमेश्वरलाई महिमा होस्। हामी यो समय आराधनाको समयमा आएका छौँ। हामीलाई आराधनामा गीत गरेर सहायता गरिदिनु हुनको लागि चाहिँ हाम्रो आदरणीय भाउजू सबैजनाको, हाम्रो यहाँ क्वाइटीमा जतिजना उभिनु भएको छ भाउजू हुनुहुन्छ। यो समय चाहिँ हामी आशा तामाङलाई हामी दिनेछौँ। हामीले आज तपाईँ र मेरो हालेलुया। तपाईहरु सन्चै हुनुहुन्छ? तपाईहरु कतिजना सन्चै हुनुहुन्छ? सबैजना ताली बजाएर परमेश्वरलाई परमप्रभु परमेश्वरको महिमा गर्नको लागि हामी आएका छौँ। के तपाईहरु तयारी हुनुहुन्छ? तयारी हुनुहुन्छ? कतिजना तयारी हुनुहुन्छ? आफ्नो छेउको साथीलाई भन्नुहोस् कि तपाईहरु प्रशंसा गर्न तयारी हुनुहुन्छ। सबैजनाले सोध्नुहोस् आफ्नो छेउको साथीलाई। हुनुहुन्छ? सबैजना तयारी हुनुहुन्छ? मैले देखिसकेँ
तपाईँहरू भनिराख्नु भएको छ। यदि तपाईँहरू तयारी हुनुहुन्छ भने यो समय हामी हाम्रो परमप्रभु परमेश्वरलाई हामी उचाल्नेछौँ। आज हामी यहाँ कसको नामलाई उचाल्नको लागि हामी आएका छौँ त? हामी येशूको नामलाई उचाल्नको लागि हामी आएका छौँ। अनि हामी यो समय भजन सङ्ग्रहबाट हामी एउटा पाठलाई हामी हेर्नेछौँ, एउटा खण्डलाई। भजन सङ्ग्रह 28 को 7 मा यसरी लेखेको छ। भजन सङ्ग्रह 28 को 7 मा तपाईले हेर्न सक्नुहुन्छ। तपाईले आफ्नो बाइबल खोलिसक्नु भयो होला। हुन्छ, म पाठ गर्नेछु। परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ र मैले सहायता पाएको छु। मेरो हृदय उल्लसित छ र म भजनद्वारा उहाँलाई धन्यवाद चढाउनेछु। आमेन। साँच्चै नै हाम्रो परमप्रभु परमेश्वर चाहिँ हाम्रो शक्ति र ढाल हुनुहुन्छ। हाम्रो परमेश्वर चाहिँ एभिडेन्टर है, सहायताको चट्टान हाम्रो परमप्रभु परमेश्वर हुनुहुन्छ। हामीलाई सहायता गर्नुहुने चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ। अनि त्यसै कारण गर्दा आजको यो दिनमा हामीलाई यो दिन दिनुहुने परमप्रभुलाई हामी उचाल्नेछौँ। हामी त्यही नाउँलाई हामी उचाल्दै, हाम्रो परमेश्वरको नाउँलाई हामी अँगाल्दै, हाम्रो सारा जीवनले उहाँलाई हामी धन्यवाद चढाउनेछौँ। अनि हाम्रो त्यही परमेश्वरलाई हामी आजको दिनमा हाम्रो सबै हृदयहरू खोलेर हाम्रो परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ। ताली बजाउँदै यसुको नामलाई उचालो, यसुको नामलाई उचालो, हाम्रो सारा जीवनले उहाँको महिमा गाऊँ। यसुको नामलाई उचालो, यसुको नामलाई उचालो, हाम्रो सारा जीवनले उहाँको महिमा गाऊँ। उहाँले हाम्रो जीवन, उहाँले हाम्रो राजा, उहाँले हाम्रो परमेश्वर, उहाँले हाम्रो परमेश्वर, उहाँले हाम्रो परमेश्वर, उहाँले हाम्रो परमेश्वर। यसुको नामलाई उचालो, यसुको नामलाई उचालो, हाम्रो सारा जीवनले उहाँको महिमा गाऊँ। यसुको नामलाई उचालो, यसुको नामलाई उचालो, हाम्रो सारा जीवनले उहाँको महिमा गाऊँ। हरेक हामी देख्छौँ उहाँको करुणा, यसैले गर्छौँ हर पल उहाँको महिमा। हरेक हामी देख्छौँ उहाँको करुणा, यसैले गर्छौँ हर पल उहाँको महिमा। उहाँले हाम्रो चट्टान, उहाँले हाम्रो लुटेमा, उहाँले हाम्रो भरोसा, उहाँले हाम्रो भरोसा, उहाँले हाम्रो भरोसा, उहाँले हाम्रो भरोसा। यसुको नामलाई उचालो, यसुको नामलाई उचालो, हाम्रो सारा जीवनले उहाँको महिमा गाऊँ। यसुको नामलाई उचालो, यसुको नामलाई उचालो, हाम्रो सारा जीवनले उहाँको महिमा गाऊँ। उहाँले हाम्रो जीवन, उहाँले हाम्रो राजा, उहाँले हाम्रो परमेश्वर, उहाँले हाम्रो परमेश्वर, उहाँले हाम्रो परमेश्वर, उहाँले हाम्रो परमेश्वर। यसुको नामलाई उचालो, यसुको नामलाई उचालो,
हाम्रो हृदयमा भएका सबै पीडाहरू हरण गर्नलाई उहाँ हुनुहुन्छ। हाम्रो परमेश्वर महान हुनुहुन्छ। उहाँले हामीलाई प्रेम साथ बोलाएर राख्नु भएको छ। हाम्रो परमेश्वरले हामीलाई सदैव बोलाइराख्नु भएको छ कि हामी उहाँको चरणमा गएका छौँ।
कि आज हामी ती बुवालाई हामी सम्झेर उहाँको उपस्थितिमा हामी गएका छौँ। आज परमेश्वरले हामीलाई बोलाइराख्नु भएको छ। तपाईँ असल परमेश्वर, जुन परमेश्वरले आफ्नो शरीरलाई ती कल्वरी क्रुसमा टानेर हामीलाई मुक्ति दिनुभएको छ, हामीलाई उद्धार गर्नुभएको छ। हामी त्यो प्रभुलाई हामी धन्यवाद दिन्छौँ। तपाईँ शक्तिशाली परमेश्वर, हालेलुया। तपाईँ स्वर्गमा विराजमान हुनुहुने परमेश्वर, आजको दिनमा हामी मण्डली परिवार मिलेर तपाईको नाउँलाई हामीले उचालेका छौँ। तपाईँ येशू उचालिनु भएको होस्। तपाईँ प्रभु महिमित हुनुभएको होस्। हे महान परमेश्वर पिता, एक एकले चढाएको यो प्रशंसाबाट तपाईँ महिमित हुनुहोस् प्रभु। तपाईँ उचालिनु भएको होस्। हे महान परमेश्वर, हामीले तपाईँको नाउँलाई उचालेका छौँ। तपाईँ परमेश्वर उचाल्नको योग्यको प्रभु हुनुहुन्छ। तपाईँ प्रभु महिमा चढाउन योग्यको परमेश्वर हुनुहुन्छ। तपाईँ जय अरू कोही पनि छैन हे परमेश्वर बिना। पृथ्वीमाथि स्वर्ग मुनि अरू कुनै नाउँ छैन। तपाईँ येशू नाउँमा मात्र मुक्ति छ। तपाईँ येशू नाउँमा मात्र उद्धार छ। हामी तिमी परमेश्वरमा हामी महिमा गर्दछौँ। तपाईँ राजाहरूका राजा हुनुहुन्छ। तपाईँ सबै देवहरूभन्दा माथिको महान राजा प्रभु हुनुहुन्छ। तपाईँ परमेश्वर असल हुनुहुन्छ। तपाईँ महान हुनुहुन्छ। हामी तिमी परमेश्वरलाई धन्यवाद दिइराखेका छौँ। प्रभु तपाईँ उचालिनु भएको होस्। धन्यवाद छ तपाईँको प्रेमको लागि, तपाईँको वास्ताको लागि, हामीलाई दिनुभएको यो जीवनको लागि हामी तपाईँ प्रभुलाई धन्यवाद दिँदछौँ। तपाईँ परमेश्वर शक्तिशाली परमेश्वर, तपाईँ उद्धारकर्ता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिँदछौँ। प्रभु तपाईँ परमेश्वर हाम्रो प्रशंसाद्वारा तपाईँ उचालिनु भएको होस्। तपाईँको स्वर्गीय राज्यमा यी प्रशंसाहरू सुगन्धित धूप चाहिँ माथि जान सकेका होस् परमेश्वर। तपाईँ साँच्चै नै खुसी हुनुभएको छ भने हामी विश्वास गर्दछौँ। आज हामीले चढाएको यो प्रशंसाद्वारा प्रभु तपाईँ उचालिनु भएको होस्। सबै आदर महिमा मान सम्मान इज्जत श्रेय तपाईँ येशूलाई नै चढाउँदछौँ। प्रभु यीशु ख्रीष्टको उच्च अनि पवित्र नाममा। तपाईँहरू बस्न सक्नुहुनेछ र म यो समय सञ्चालिका दिदीलाई बिदा चाहन्छु। हुन्छ, प्रभुलाई महिमा होस्। हामी आराधना, हाम्रो जीवित प्रभुलाई हामी आराधना चढाइसकेका छौँ। हुन्छ, आशा तामाङलाई प्रशस्त रूपमा आशिष दिनुभएको छ। परिवारमा उहाँको जीवनमा प्रभुले प्रशस्त रूपमा आशिष दिनुभएको छ। प्रभुलाई महिमा होस्। हामी यो समय सङ्गतिलाई दुई भागमा विभाजन गर्नेछौँ। हामी यो समय जतिजना नानी बाबुहरू हुनुहुन्छ तपाईँहरू बाल सङ्गतिमा जान सक्नुहुन्छ। तल जतिजना सानो नानीहरू छ भने नि अलिकति ठुलो नानीहरूले उहाँहरूलाई सम्हालेर राख्नु पनि म अनुरोध गर्दछु। तपाईँहरू सबैजना यो समय बाल सङ्गतिमा जानुहोला। हामी नानीहरू बाल सङ्गतिमा जाँदै गर्नुहोला। हामी आजको साप्ताहिक भेटीलाई हामी यो समय सङ्कलन गर्नेछौँ। हामीलाई आजको साप्ताहिक भेटीमा सङ्कलन गर्नमा सहायता गर्नु हुनको लागि चाहिँ हाम्रो आदरणीय आन्टी सबिना तामाङ आन्टी र फुलको दिदीलाई म यो समय दिन चाहन्छु। उहाँहरूले चाहिँ आजको भेटीलाई उठाएर सहयोग गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु।
भेटी उठाएर सहायता गरिदिनु हुने दुवै आदरणीय दिदीहरूलाई प्रभुले प्रशस्त रूपमा आशिष दिनुभएको हुन्छ। आज हामीलाई यतिका समयसम्म हामीलाई म्युजिकमा अनि क्वायरमा बसेर सहायता गरिदिनु हुने हाम्रो आदरणीय दाजु अनि हाम्रो बहिनीहरू एकदमै प्यारी प्रभुमा बहिनीहरू अनि हामीलाई साउन्ड सिस्टममा बसेर हाम्रो आदरणीय दाजु अनि गुरुबाले सहायता गर्नुभएको छ अनि यहाँ क्यामेरामा भएर सहायता गर्नुभएका हाम्रो भाइलाई पनि प्रभुले प्रशस्त रूपमा आशिष दिनुभएको छ। हामी एकमुष्टमा उहाँहरूलाई ताली बजाएर धन्यवाद दिन्छौँ। हजुर, प्रभुलाई धन्यवाद भएको सबै कुराबाट हामी यो समय चाहिँ भेटी र वचनको लागि प्रार्थना गर्नेछौँ। हामीलाई आज भेटी र वचनको लागि प्रार्थनामा अगुवाई गरिदिनु हुनको लागि चाहिँ हाम्रो यसै मण्डलीका पास्टर आमा म आदरणीय गुरुआमालाई म यो समय दिन चाहन्छु। हाम्रो धनमाया गुरु आदरणीय आमालाई चाहिँ हामी यहाँ अगाडि आएर भेटी र वचनको लागि प्रार्थना गरिदिनु अनुरोध गर्न चाहन्छु। हामी ताली बजाएर उहाँलाई प्रार्थना गर्छौँ। परमेश्वरलाई धन्यवाद भएको होस् अनि समय दिनुहुने हामीलाई पनि धन्यवाद। उपस्थित सबैजना परमेश्वरको छोराछोरीहरूमा मेरो जयमसी। तपाईँले सबै सन्चै हुनुहुन्छ होला नि? हुन्छ, हामी भेटी र वचनको लागि प्रार्थना गर्नेछौँ। स्वर्गको सिंहासनमा विराजमान हुनुहुने हामीहरूका एकमात्र जीवित परमेश्वर तपाईँलाई धन्यवाद भन्दछु। परमेश्वर पिता, विगतको दिनदेखि आजको दिनसम्म प्रभु तपाईँको अनुग्रहमा, तपाईँको छत्र छायामा प्रभु, तपाईँको सुरक्षाको घेरामा प्रभु हामीलाई राख्नुभएको निम्ति प्रभु तपाईँलाई धन्यवाद भन्दछु। परमेश्वर तपाईँलाई प्रेम गरेर प्रभु टाढा नजिकबाट तपाईँका 10 छोराछोरीहरू प्रभु सुन्दर बिहारी प्रभु तपाईँलाई महिमा दिनलाई प्रभु तपाईँको चरणमा आएका छौँ परमेश्वर। अनि तपाईँको मानित भजनहरू गाउँदै अनि हामीले हृदयदेखि स्तुति प्रशंसा चढाउँदै परमेश्वर यो भागसम्म हामी आएका छौँ। परमेश्वर तपाईँलाई धन्यवाद भन्दछु। परमेश्वर पिता, तपाईँलाई प्रेम गरेर प्रभु, तपाईँलाई आदर गरेर प्रभु हामीले हृदय भेटीहरू ल्याएका छौँ। दिने नदिने दुवै हातहरूमा प्रभु तपाईँले आशिष दिनुभएको होस्। अनि परमेश्वर पिता, जुन यो सानो अनि भेटीद्वारा प्रभु तपाईँको महान वचनहरू नसुनेकाहरूलाई सुनाउन सकौँ अनि ती दुखियाहरूलाई प्रभु यो भेटीद्वारा सहायता पुग्न सकेको होस्। परमेश्वर तपाईँलाई धन्यवाद भन्दछु। अनि परमेश्वर पिता, तपाईँको महान वचन जुन दासले ल्याउँदै हुनुहुन्छ परमेश्वर, आफ्नो दासको जीवनमा प्रभु तपाईँ हुनुहोस् परमेश्वर। अनि परमेश्वर तपाईँको त्यो महान वचनलाई हामीले एक कानले सुनेर अर्को कानले उडाउने होइन परमेश्वर, तपाईँको वचन अनुसार जिउनलाई परमेश्वर पिता हामी सबैलाई तपाईँले सहायता गर्नुभएको होस्। धन्यवाद प्रभु। बाँकी समय प्रभु तपाईँको चरणमा राख्दै आशिष माग्छौँ यसो प्रभुको नाउँमा। आदरणीय गुरुआमालाई धन्यवाद। प्रभुले उहाँको जीवनमा, उहाँको परिवारमा प्रभुले प्रशस्त रूपमा आशिष दिनुभएको होस्। प्रभुलाई धन्यवाद भएको छ। हामी यो समय वचनको समयमा आएका छौँ। हामी कोही पनि हल्ला गर्ने छैनौँ। आफ्नो नानी बाबुहरूलाई हामी आफैसँगै राख्नेछौँ साना छ भने। अनि हामी कोही पनि भित्र बाहिर गरेर सुन्नेहरूलाई पनि हामी डिस्टर्ब गर्ने छैनौँ। हामी चाहिँ सुन्नेहरू चाहिँ धेरै हुन्छौँ, के अरे हल्ला गर्नेहरू चाहिँ धेरै हुन्छौँ भने सुन्नेहरू चाहिँ अलिक थोरै हुन्छौँ क्या। अनि हामी क्रिस्चियनहरू चाहिँ के हुन्छ भने हरेक हप्ता हरेक दिन बाइबल पनि पढ्छौँ। हरेक हप्ता हाम्रा आदरणीय पास्टरहरूबाट अथवा आदरणीय गुरुजनहरूबाट अनि आदरणीय अगुवाजनहरूबाट हामी वचन पनि सुन्छौँ। तर के गर्छौँ त, सुन्ने बानी चाहिँ एकदमै थोरै राख्छौँ क्या। हामी सुनेर चाहिँ जब हामी तपाईँ र मैले चाहिँ जब वचन सुन्छौँ हामी केही न केही चाहिँ हुन्छौँ है, केही न केही परिवर्तन चाहिँ हुन्छौँ है। वचन चाहिँ तरबार हो। जब हामी तपाईँ र मैले वचन सुन्छौँ अनि हाम्रो हृदयलाई काट्छ। हिब्रू 4:12ले चाहिँ भन्छ, परमेश्वरको वचन चाहिँ 2 धारे तरवार जस्तै छ, उहाँले चाहिँ हाम्रो हड्डी गुदी जोड्नीलाई काट्नु हुनेछ। आमेन।
हुन्छ, हामीलाई यो समय हामीलाई वचन लिएर आज आउँदै हुनुहुन्छ हाम्रो आदरणीय पास्टर बुवा। उहाँलाई म यो समय दिन चाहन्छु। हाम्रो मिलन सरलाई हामी यो समय स्वागत गर्न चाहन्छौँ। हामी सबैजनाले ताली बजाउँदै उहाँलाई हामी स्वागत गर्नेछौँ। हामीलाई आजको अन्तिम समयको आशीर्वादको प्रार्थनाको लागि चाहिँ हाम्रो यसै मण्डलीका वरिष्ठ गुरुबालाई हामी दिँदछु र म तपाईँहरूको बिचबाट नि बिदा हुन चाहन्छु। सबैलाई फेरि पनि एक मुस्कानमा जय मसीह। वचन सुन्न तयार हुनुहुन्छ? वचन सुन्न तयार हुनुहुन्छ? छातीमा हात राखेर भन्नुहोस् त, वचन सुन्न तयार हुनुहुन्छ? ल, यो चाहिँ प्रतिबद्धता भएको छ। तपाईँहरू आज सबैले वचन सुन्नुहुनेछ। आमेन। हुन्छ, फेरि पनि जय मसीह। धन्यवाद आशा बहिनीलाई मलाई यो महत्त्वपूर्ण समय दिनुभएकोमा। सबैजना जय मसीह। आज हामी केही समय वचन सुन्नेछौँ। हामीसँग त्यति समय छैन। हामी वचन सुन्नुपर्छ, अध्ययन पनि गर्नुपर्छ। यो बाइबलको अर्थ चाहिँ मुक्ति हो। एउटा सबै मिलाएर भन्नुपर्दाखेरि बाइबलको अर्थ के हो अरे? मुक्ति। हरेक अवस्थाबाट मुक्ति हामीलाई, उद्धार मुक्ति है। अनि यो मृत्युपछि हामीलाई मुक्ति, त्यसै जीवनमा पनि मुक्ति। अनि यो इजरायलीहरूलाई हेऱ्यौँ भने प्रस्थानको 14मा यो मिश्रहरू र इजरायलीहरूले एकदमै हेरेर त्यहाँ भेदभाव गरेको जस्तो देखिन्छ कि है। परमेश्वरले यसरी छुटकारा दिनुहुन्छ। इजरायलीहरूलाई त्यो समुद्रलाई चाहिँ 2 भाग पारेर बिचमा इजरायलीहरूको निम्ति बाटो बनाइदिनु भयो परमेश्वरले। अनि मिस्रीहरूको सेना र मिस्रीहरू सबैले के गर्नुभयो त? त्यहाँ सबै नष्ट भयो है। त्यो समुद्र ओढेर आएको सबै के हो भने नष्ट भएको कुरा हामी देख्न सक्छौँ। यसैले परमेश्वरको वचन चाहिँ मुक्ति हो है। बाइबल चाहिँ मुक्ति। बाइबलको अर्थ इङ्ग्लिसमा के भनिन्छ भने बेसिक इन्स्ट्रक्सन बिफोर लिभिङ द अर्थ भनेर भनिन्छ है। हामीले संसार छोड्नुभन्दा पहिला जान्नै पर्ने कुराहरू के हामीले जान्नै पर्ने कुराहरू सुनेर होस्, अध्ययन गरेर होस्, चिन्तन मनन गरेर होस्। यसरी गर्दाखेरि त्यसैले त हामी परमेश्वरको वचन अध्ययन गर्छौँ। आज चाहिँ मैले बायोग्राफी मेसेज है, जीवानी भनौँ न है, जीवानी यो न्यायकर्ताको पुस्तकबाट यो लामो छ। 13 देखि 16 अध्यायसम्म यी 3टा च्याप्टरहरू हामी हेर्नेछौँ। यो लामो छ। कुनै कुनै खण्डहरूमा म हेर्छु। तपाईँहरूले आफ्नो व्यक्तिगत अध्ययन गर्नुभयो भने धेरै कुराहरू थाहा पाउनुहुन्छ। यो न्यायकर्ताको पुस्तक चाहिँ इजरायलीहरूको अधिकारको विषयमा है, इजरायलीहरूको अधिकारको विषयमा र इजरायलीहरूमाथि परमेश्वरले न्यायकर्ताहरू नियुक्त गर्नुभएको विषयमा हामी देख्न सक्छौँ। इजरायलीहरूले परमेश्वरको विरुद्धमा गरेको पाप र पटक पटक है उनीहरूलाई न्याय गरेको विषयमा हामी देख्न सक्छौँ। न्याय जजेस भनिन्छ। जज न्याय भन्ने शब्द चाहिँ यसमा 22 पटक उल्लेख गरिएको छ। 22 है। न्याय भन्ने शब्द चाहिँ 22 पटक उल्लेख गरिएको छ भने इजरायलीहरूले फेरि परमेश्वरको विरुद्धमा जुन कुरा खराब थियो त्यही गरेको छ तिनीहरूले है। असल भन्दा तिनीहरूले खराब नै गरेको छ र खराब अथवा इभिल भन्ने शब्द चाहिँ 14 पटक उल्लेख गरिएको छ। यो न्यायकर्ताको पुस्तक मात्रै है, फेरि होल बाइबलमा होइन। त्यसैले गर्दाखेरि यसमा जुन यो पुस्तक चाहिँ लेखक चाहिँ स्पष्ट रूपमा भनिएको छैन। यसमा यो चाहिँ सामुएल है, हामीलाई थाहा छ नि, सामुएल भन्ने व्यक्तिले चाहिँ यो पुस्तक चाहिँ लेखेको हुनुपर्छ। जुन बेला सावल चाहिँ के थियो भने राजा चुनेको थियो भर्खर मात्रै। अनि त्यसको लगतै यो पुस्तक चाहिँ लेखिएको हुनुपर्छ। इजरायलमा त्यो बेला राजा थिएन है, न्यायकर्ताहरूले शासन गरेको थियो। र त्यसैले गर्दाखेरि हामी यो यसमा के देख्छौँ भने यो पुस्तक चाहिँ
सामुएलले लेखेको 1370 देखि 1010 को कुरा गरिएको छ है। 1370 देखि 1010 को बीचमा यो पुस्तक लेखिएको हो, तर स्पष्ट रूपमा भनेको छैन यो है। फलानाले लेखेको भनेर भनेको छैन। हुन सक्छ यो सामुएलले यो न्यायकर्ताको पुस्तक चाहिँ लेखिएको हो र यो पुस्तकको लेखक चाहिँ सामुएल नै हुनुपर्छ भनेर हामी भन्न सक्छौँ। यो न्यायकर्ताको यो 13 देखि 16 पदसम्म हामी कसको विषयमा देख्छौँ? यसमा एउटा सिम्सोन भन्ने व्यक्तिको विषयमा हामी देख्न सक्छौँ। आजको वचन चाहिँ परमेश्वर शक्तिको स्रोत हुनुहुन्छ भन्ने विषयमा हामी हेर्नेछौँ। यसमा सिम्सोन चाहिँ संसारकै सबैभन्दा शक्तिशाली मानिस हुनुपर्छ है, एकदम बलियो मानिस के है। अनि उसलाई त्यो शक्ति कसले दिनुभयो? परमेश्वरले दिनुभयो। अनि सिम्सोन चाहिँ फेरि इजरायलको लास्ट न्यायकर्ता है, अन्तिम न्यायकर्ता चाहिँ सिम्सोन हो। इजरायलको अन्तिम न्यायकर्ता सिम्सोन हो भने अनि पहिलो न्यायकर्ता को हो इजरायलको? तपाईँलाई थाहा छ होइन? इजरायलको पहिलो न्यायकर्ता को भने यो तपाईँले हेर्न सक्नुहुन्छ। यही यो न्यायकर्ताको 3 को 8 देखि 11 पदसम्म हामी देख्न सक्छौँ। यसमा ओत्निएल भन्ने व्यक्ति चाहिँ इजरायलको पहिलो न्यायकर्ता हो। तपाईँले हेर्नु देख्नु हुन्न सक्छ कि यसमा यो 13 को 8 देखि 11 पदसम्म हामी देख्न सक्छौँ। यो ओत्निएल भन्ने व्यक्ति चाहिँ इजरायलको पहिलो न्यायकर्ता भनेर हामीले देख्न सक्छौँ। त्यसैले गर्दाखेरि इजरायलमा कतिवटा न्यायकर्ताहरू थियो? इजरायलमा चाहिँ 12 वटा न्यायकर्ताहरू छन् है। 12 वटा। ओत्निएल मैले भने तपाईँलाई पहिलो न्यायकर्ता ओत्निएल हो भने दोस्रो चाहिँ एहुड भन्ने व्यक्ति, अनि फेरि सामगार भन्ने व्यक्ति, दबरा अथवा देबरा भन्ने पनि न्यायकर्ता हो। अनि गिदोन पनि न्यायकर्ता हो। त्यसपछि तोला जेठ भन्ने व्यक्ति, अनि जेफ्था पनि न्यायकर्ता हो। इब्जान भन्ने व्यक्ति, एलोन भन्ने व्यक्ति पनि न्यायकर्ता हो। एबरडोन भन्ने व्यक्ति र स्यामसोन चाहिँ को अरे अन्तिम न्यायकर्ता। यसरी 12 वटा न्यायकर्ताहरू मध्ये यो सिम्सोन चाहिँ लास्ट अन्तिम न्यायकर्ता हो। अनि सिम्सोन कस्तो थियो? सिम्सोन चाहिँ शक्तिशाली मानिस। अनि सिम्सोनलाई परमेश्वरले के भन्नुभएको थियो? सिम्सोनको लाई चाहिँ परमेश्वरले सिम्सोनका आमालाई तिमीले एउटा छोरो जन्माउने छ जसले फलिस्तीहरूको हातबाट इजरायलीहरूलाई छुट्याउने छ, अथवा सिम्सोन चाहिँ इजरायलीहरूको छुटकाराको निम्ति सिम्सोनलाई परमेश्वरले के गर्नुभयो? चुन्नुभयो है। इजरायलीहरूलाई परमेश्वर जो फलिस्तीहरूको हातबाट छुटकारा गर्नको निम्ति सिम्सोनको जन्म भएको हो। यो चाहिँ 13 को 5 पदमा हामी देख्छौँ। किनभने तिमी गर्भवती हुनेछौ र एकजना छोरो जन्माउनेछौ जसको कपालमा छुरा नलागोस्, किनभने त्यो बालक जन्मेदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसले नै इजरायललाई फलिस्तीहरूको हातबाट छुट्याउन सुरु गर्नेछ भनेर भनेको छ है। यो फलिस्तीहरू र इजरायलीहरू एकदमै नमिल्ने मानिसहरू, अहिले पनि मिलेको छैन है। फलिस्तीहरूको हो भने फलिस्तीहरू चाहिँ यो अब यो पनि हेरौँ न। उत्पत्ति 10 मा जाउँ। उत्पत्ति 10 को 13-14 मा फलिस्तीहरू चाहिँ कसको सन्तान हो भन्ने विषयमा हामी हेर्नेछौँ। यहाँबाट हामी थाहा पाउँछौँ। 13 र 14 मा मिज्राइम चाहिँ मिज्राइम चाहिँ लुदी, अनामी, लहाबी, नप्तुही, पत्रुसी, कसलुही, जसबाट फलिस्तीहरू निस्के र कप्तोरीहरूका पुर्खा थिए। यहाँ चाहिँ
पलिस्तीहरू चाहिँ हामानको छोरा मिज्यानको सन्तानहरू भनेर हामी देख्न सक्छौँ है। हामानको छोरा यो मिज्यानको सन्तान यहाँ माथि लेखिएको छ। र यो पलिस्ती र इजरायलीहरू चाहिँ एकदम अहिले पनि मिल्दैन, अहिले पनि युद्ध छ है, युद्ध गरिरहेछ। यिनीहरू चाहिँ कस्तो भने कनान देशमा बसेर खराब गर्ने मानिसहरू पलिस्तीहरू है। पलिस्तीहरू र प्यालेस्टाइन भन्ने एउटै हो अहिले। त्यसो हेर्दाखेरि पलिस्ती भन्ने र प्यालेस्टाइन छैन अहिले है। जब यो सोलोमनको पछि इजरायल चाहिँ दुई टुक्रामा विभाजन भयो। उत्तरी राज्य चाहिँ के हो भने उत्तरी राज्य र दक्षिणी राज्य है। दक्षिणी राज्य चाहिँ को थियो भने दक्षिणी राज्य चाहिँ यो असिरियनहरूले है, असिरियनहरूले सरी दक्षिणी राज्य चाहिँ बेबिलोनहरूले कब्जामा लियो है। बेबिलोनहरूले कब्जामा लिएपछि उनीहरू के भयो, बेबिलोनमा दास भयो, बेबिलोनको दास भयो। फेरि एज्राको पालोमा, यरुबाबेलको पालोमा र नहम्याको पालोमा फर्केर आए। फर्केर आएपछि तिनीहरू युद्धमा हार्यो है। BC 606 मा बेबिलोनमा को भयो भने दक्षिणी राज्यको राजधानी चाहिँ बेबिलोनमा भयो। अनि यो नबुकदनेस्सर चाहिँ राजा भयो। त्यहाँदेखि फर्केर आएर तिनीहरूले है युद्धमा हारेपछि यिनीहरूले फिलिस्टियन भनिन्छ इङ्ग्लिसमा, यो नेपालीमा पलिस्ती भनिन्छ। त्यो समयदेखि चाहिँ उनीहरूले यो त्यो चाहिँ के छ भने फिलिस्टियन भन्ने शब्द चाहिँ छोड्यो भनेर भनेको छ है। अनि नेपालमा के छ भने नेपालमा पनि लिच्छवीहरू अहिले के हो, लिच्छवीहरूको सन्तानै छैन अहिले है। अब यिनीहरू पनि त्यस्तै भयो। नेपालमा लिच्छवी भन्ने मानिसहरू छैन है। लिच्छवीहरूको पहिलो राज्य मान्दै थियो। अनि युद्धमा तिनीहरू पनि हारेपछि तिनीहरूले पनि के भनेको छ, त्यो समयदेखि लिच्छवी भन्ने चलन भन्ने शब्द चाहिँ छोड्यो भनेर भनेको भनिन्छ। लिच्छवीहरू चाहिँ को रहेछ भने काठमाडौँको ज्यापुहरू भनेर भनेको थियो। ज्यापु त्यो नेवार है, ज्यापु नेवारहरू चाहिँ लिच्छवीको सन्तान हो भनेर भन्ने गरिन्छ है। तैपनि यो थाहा छैन हो कि होइन, हुनुपर्छ। र त्यो उनीहरू के छ भने गुठीको व्यवस्था काठमाडौँको प्रायः जस्तो सबै जग्गा गुठी रहेछ कि। यो गुठीको व्यवस्था चाहिँ लिच्छवी कालदेखि नै सुरुवात हुँदै हुँदै आएको हो। र त्यसैले गर्दाखेरि लिच्छवीहरू जसरी लोप भयो त्यसरी नै यो यिनीहरूले पनि के हो भने यो फिलिस्टियन भन्ने शब्द चाहिँ छोड्यो भनेर भनिन्छ। यो मैले भने यिनीहरू चाहिँ यो फिलिस्टियनहरूको प्यालेस्टाइनहरूको अहिले राजधानी छैन। यो अहिले यहाँ भने जस्तै यिनीहरूको बिचमा युद्ध भइरहन्छ अहिले है। हमास र इजरायली सेनाको बिचमा युद्ध भइरहन्छ। अनि यो प्यालेस्टाइन पनि त्यतै हो है। होली ल्यान्ड भनिन्छ नि, होली ल्यान्ड भनेको पवित्र भूमि भनेको प्यालेस्टाइनलाई नै भनिन्छ। यीशु ख्रीष्ट पनि के भने प्यालेस्टाइनमै जन्मेको, बेथलेहेम पनि प्यालेस्टाइनमै पर्छ भनेर भनिन्छ, पर्छ भने है। त्यसैले गर्दाखेरि त्यतै तिनीहरू सामारी पनि त्यतै हो, गाजा पनि त्यतै रहेछ, सबै त्यतै वरिपरि रहेछ कि है। अनि त्यसैले गर्दाखेरि यो प्यालेस्टाइनीहरू अहिले इजरायल चाहिँ यरुसलेम चाहिँ हाम्रो स्वामित्वमा हुनुपर्छ भनेर है। अनि इजरायलीहरूले भन्छ यो चाहिँ हाम्रो हो है। अनि यो इजरायल देश चाहिँ 1948 मा मात्रै के हो स्थापित भयो, ब्रिटिसले दियो है। अहिले के छ भने त्यही यरुसलेमलाई चाहिँ यो चाहिँ हाम्रो स्वामित्वमा हुनुपर्छ, एउटाले हाम्रो अर्कोले हाम्रो भनेर यो हमासको लडाकुँडा इजरायली सेना बीच अहिले पनि युद्ध भइरहेको छ। त्यसैले गर्दाखेरि यो यिनी चाहिँ कसको सन्तान छ भने हाम्रो सन्तान हो। र यो के छ भने यो प्यालेस्टाइनीहरूको भनौँ न अहिलेको यो फिलिस्तीहरूको चाहिँ उनीहरूको खतरा हुँदैन है। उनीहरू खतरा हुँदैन, यिनीहरू बेखतराको मानिसहरू हुन्। यो बाइबल पनि स्पष्ट पारेको छ। त्यसैले गर्दाखेरि यो जब यिनीहरूको बिचमा युद्ध कहिले पनि समाप्त हुँदैन। एउटा चाहिँ यहुदी पर्यो, ज्युस पर्यो होइन, एउटा चाहिँ मुस्लिम है। यिनीहरू प्राय मुस्लिम हो है। यिनीहरूको एकदमै खराब लडाकुहरू छ। जहिले पनि यिनीहरूको बिचमा युद्ध भइरहने
है किनभने यो भनौँ न यो मुसलमानको चाहिँ शत्रुहरूदेखि चाहिँ नडराउने है जति मार्यो त्यति चाहिँ उनीहरूको स्वर्गमा चाहिँ के पाउँछ भने स्थान पाउँछ नि है त्यसैले गर्दाखेरि यिनीहरूको बिचमा नमिल्नुको कारण चाहिँ यो हो। अनि फेरि एउटा कारण चाहिँ के छ भने फलिस्तीहरूले यो सन्दुक चाहिँ चोरेर लगेको छ नि चोरेर होइन पहिलो सामेलको चाप होइन त्यहाँ चाहिँ सन्दुक पनि चोरेर लगेको छ फलिस्तीहरूले फेरि सन्दुक भनेको परमेश्वरको उपस्थिति है भनेर भनिन्छ पहिलो सामेलको चापमै त्यहाँ चाहिँ चोरेर लगेको छ है त्यस कारणले गर्दाखेरि विविध कारणले गर्दाखेरि यिनीहरूसँग को बिचमा मेलमिलाप हुँदैन र छैन पनि त्यसैले गर्दाखेरि यिनीहरू चाहिँ कसको सन्तान रे यो हामको है हामको छोरा मिज्राइमका सन्तानहरू भनेर हामी यहाँबाट देख्न सक्छौँ। अनि यो फेरि एक दिन फेरि यो सिम्सोनले कसलाई मारेको छ सिंहलाई पनि मारेको छ है जब यो फलिस्तीहरूको बस्तीमा जाँदै थिए बाटोमा जाँदाखेरि सिंहसँग उसको भेट हुन्छ भेट भएपछि सिंहलाई उसको खाली हातले कतेक पिलु पारेर मार्छ कि है सिंहलाई कतेक पिलु पारेर मारेको कुरा हामी यो यही न्यायकर्ताको पुस्तकको 14को 6मा कुरा हामी यहाँ देख्न सक्छौँ। न्यायकर्ता 14को 6मा हामी देख्न सक्छौँ यो सिम्सोनले कसलाई मारेको छ एउटा सिंहलाई एउटा जवान सिंहलाई सिम्सोनले मारेको कुरा हामी यहाँ देख्न सक्छौँ। त्यसमा 6मा तब परमप्रभुका आत्मा झट्टै सिम्सोनमा आउनुभयो र तिनको हातमा केही हतियार नभए तापनि तिनले त्यस सिंहलाई एउटा पाखालाई झैँ च्यातचुत पारिदिए तर आफूले गरेको कुरा तिनले आफ्ना आमा बाबुलाई भनेन। जब यो फलिस्तीहरूको के अरे बस्तीमा जाँदाखेरि सिंहले मारेको छ है अहिलेसम्म सिंहले मारेको व्यक्ति छ त है सिंहले मान्छेले मार्छ बाघले मान्छेले मारेको छ हामी फटाफट यस्ता घटनाहरू देखिन्छौँ। यो न्यायकर्ता 14को 6 अनुसार सिम्सोनले कसलाई मारेको छ सिंहलाई पनि मारेको छ यस्तो शक्ति सिम्सोनको थियो। त्यसैले मैले भन्ने गरेको छु संसारमै सबैभन्दा बलियो मानिस के हो भने सिम्सोनलाई हामी देख्न सक्छौँ। अनि सिम्सोनको बाबु नाम के थियो भने सिम्सोनको बाबु नाम चाहिँ मनो है मानो थियो भने सिम्सोनको आमाको नाम चाहिँ थाहा छैन। कसैले थाहा छ त सिम्सोनको आमाको नाम थाहा छ मैले पनि खोजे पाएन है यसमा लेखिएको छैन जान्नुपर्ने आवश्यकता पनि छैन। बाँची स्त्री भनेर भनेको छ है बाँची स्त्री सिम्सोनलाई चाहिँ एकदमै अचम्म तरिकाले जन्म भएको छ। सिम्सोनको बाबुको नाम मात्रै उल्लेख गरेको हामी देख्छौँ र आमाको नाम चाहिँ यो बाइबलमा रेकर्ड गरिएको छैन। हामी यहाँ देख्न सक्छौँ कि यो 13को 2मा दानको कुलका सोरामा बस्ने एकजना मानिस थिए जसको नाम मानव थियो र जसकी पत्नी बाँची थिइन् र तिनको कोही छोराछोरी थिएन। परमप्रभुका दूत ती स्त्री कहाँ देखा परेर तिनलाई भने तिमी बाँची छौ र तिम्रो कोही छोराछोरी छैन तर तिमी गर्भवती हुनेछौ र एउटा छोरा जन्माउनेछौ। तब मैले भने चाहिँ तिमीले गर्नु होशियार हौ दाखमत वा अरू मताएको मत नपिउनु र कुनै अशुद्ध भोजन नखानु किनभने तिमी गर्भवती हुनेछौ एकजना छोरा जन्माउनेछौ जसको कपालमा छुरा नलागोस् किनभने त्यो बालक जन्मेको दिनदेखि नै परमेश्वरको निम्ति अलग गरिएको एक नाजिरी हुनेछ। त्यसैलाई इस्राएलीहरूलाई फलिस्तीहरूका हातबाट छुटाउन सुरु गर्नेछ भनेर यहाँ भनेको छ है। सिम्सोनको चाहिँ दान कुलको व्यक्ति चाहिँ सिम्सोन हो जसको आमाको नाम चाहिँ के छ यहाँ लेखिएको छैन है। हामीले यहाँ जति खोजे पनि
बाइबलमा पाउँदैन है। कुनै ट्रेडिसन पुस्तकहरूमा उल्लेख गरिएको भने त्यो छुट्टै कुरा हो। त्यसैले गर्दाखेरि हामी यसमा सिम्सोनको यो आमाको नाम हामी भेटाउन सक्दैनौँ। कुन चाहिँ कसको रे? सिम्सोन दान कुलको यहुदी है। एउटा सिम्सोन चाहिँ यहुदी हो, यहुदी जातिको दान कुलको व्यक्ति चाहिँ सिम्सोन हो। अनि फेरि सिम्सोनको एउटा दलिला भन्ने एउटा वेश्या स्त्री भनौँ है सँग उसको प्रेम सम्बन्ध बस्छ है। अनि फेरि दलिलाले के गर्छ? सोधिरहन्छ फेरि दलिलाले सिम्सोनको बल कहाँ छ, सिम्सोनको बल चोर्नको लागि है। सिम्सोनको बल कहाँ छ, सिम्सोनको बल चाहिँ कसरी प्राप्त भयो है। यत्रो ठुलो शक्ति भएको मान्छे है, यत्रो बल चाहिँ कहाँबाट आयो तिम्रो भनेर सोधिरहन्छ है। उसलाई सोधिरहन्छ। अनि सिम्सोनले भन्दैन फेरि सिटिबिटी यो सिम्सोनले पनि भन्दैन है। 2-4 पटकसम्म सिम्सोनले ढाँट्छन् र त्यसरी उसले के गर्छ भने सोध्दै जान्छन्। अनि यो दलिला भनेको चाहिँ यो भनौँ न अहिले बेसी आइमा हर्न कुमेन भनिन्छ। र त्यसैले गर्दाखेरि लास्टमा गएर चाहिँ उसले बताउँछ है फेरि। अब यो यसको विषयमा हामी जाउँ। यो न्यायकर्ताको 16मा यसैको 16मा हामी देख्न सक्छौँ। 16को 7देखि हामी यसलाई देख्न सक्छौँ। 16को 7देखि यसलाई छोटकारेर चाहिँ हामी त्यति लामो छैन, के अरे समय छैन। यो 10-15 केही मिनेट अथवा समय बाँकी मात्रै छ। 16को 7मा हेऱ्यौँ भने यहाँ के भन्छ भने सिम्सोनले जवाब दिए, यदि मलाई कसैले धनुका 7वटा नसुकेका ताजाले बाँध्यो भने म अरू मानिस जस्तै निर्बल हुनेछु। यहाँ माथिदेखि हेर्नुपर्छ। यो चाहिँ दलिला भन्ने एउटा आइमाईले फसाउँछ, सिम्सोनलाई फसाउन खोज्छ है। उसको शक्ति, उसको बल चोर्छ है। त्यत्रो शक्ति चाहिँ कसरी प्राप्त भयो, कहाँबाट आयो भनेर भन्छ। अनि सिम्सोनले यहाँ के भन्छ? 7वटा धनुका 7वटा नसुकेका ताजाले बाँध्यो भने म के भन्यो? निर्बल हुनेछु, निर्बल हुन्छ, शक्तिहीन हुन्छ भनेर भनेको छ। अनि फेरि यहाँ छ नि पल्टीहरूका मुखियाहरूले धनुका 7वटा नसुकेका ताजा त्यसलाई ल्याइदिए र दलिलाले तिनलाई बाँधि। अनि फेरि यसबाट उनलाई चाहिँ कमजोर पार्न सक्दैन है। यो चाहिँ पहिलोचोटि भयो। अनि फेरि दोस्रोचोटि पनि सोध्छ दलिलाले सिम्सोनलाई भनी, तपाईँले त मलाई बेकुफ तुल्याउनु भयो र मलाई झुट बोल्नु भयो। यसपल्ट भन्नुहोस् तपाईँलाई कसरी बाँध्न सकिन्छ है। हेर्नु सुन्नुहोस् एकछिन। यो चाहिँ एउटा आइमाईले चाहिँ कसरी चाहिँ शक्तिशाली मानिसलाई जालमा फसाउँदो रहेछ है। स्त्रीले पुरुषलाई चाहिँ कसरी फसाउँदो रहेछ भन्ने यो यहाँ देख्छौँ। अनि यसरी के छ भने उसले चाहिँ सिम्सोनले सुनाउँछ फेरि सिम्सोनलाई उसको काखमा सुनाउँछ मजाले उसको बल उसको गोप्य कुराहरू खोल्नको लागि है। अनि फेरि बेकुफ बनायो भनेको छ यहाँ है 20-10मा। अनि यो 11मा हेऱ्यो भने तिनले त्यसलाई भने, यदि कसैले मलाई कहिल्यै नचलाएका नयाँ डोरीहरूले पसिएर बाँध्यो भने म अरू मानिस जस्तै निर्बल हुनेछु। यहाँ डोरी कुरा आयो। दोस्रो वचनमा के भयो? डोरीको कुरा आयो। डोरी हामी सबैलाई थाहा छ कसरी बाँध्नुपर्छ भन्ने है। डोरीले बाँध्यो भने के भनेको छ उसले? म अरू मानिस जस्तै निर्बल हुनेछु भनेर। त्यसको पनि उसको योजना सफल हुँदैन दलिलाको है। यसमा चाहिँ के छ भने यो सिम्सोन र दलिलाको प्रेम सम्बन्धमा हामी देख्न सक्छौँ। र यसैले अनि 12 भन्छ, यसैले दलिलाले नयाँ डोरीहरू ल्याएर तिनलाई बाँधी। त्यसबेला पनि मानिसहरू भित्री कोठामा लुकी बसेका थिए। तब तिनले कराएर भने, सिम्सोन पलिस्तीहरू तपाईँमाथि आइलागे झैँ, तर तिनले आफ्ना पाखुराका डोरीहरू धागो जस्तै चुडाइदिए है। ल पाखुराका डोरी पनि चुडाइदियो है, चुडाइदियो। फेरि दलिलाले सोध्छ फेरि तेस्रो पल्ट। फेरि दलिलाले तिनलाई भनी, तपाईँले त अझै मलाई बेकुफ तुल्याइराख्नु भएको छ र मलाई झुट बोल्दै हुनुहुन्छ। भन्नुहोस्
तपाईलाई कसरी बाँध्न सकिन्छ किनभने मेरा कपालका 7वटा लप्टालाई तानमा बुनेर किराले कसेर राख्यो भने म अरू मानिसहरूलाई निर्बल हुनेछु। 7वटा कपाललाई यहाँ चाहिँ के भनेको छ कपालको लप्टालाई तानमा बुनेर किराले ठोक्यो भने म अरू मानिसहरूले के भने उसले निर्बल हुने। तेस्रो वटा पुग्यो है। अनि फेरि पनि आफ्नो गोप्य कुरा सिम्सोनले बताएन भनेन। अनि यसमा के छ भने फेरि त्यसैले तिनी शुद्ध त्यसले तिनको कपालको ती 7वटा लट्टालाई तानमा बुनेर किराले कसेर राखी अनि फेरि त्यसले कराएर भने सिम्सोन परिस्थितिहरू तपाईमाथि आइलागे है। तिनी निद्राबाट जागे र तान समेत किला उखेलिए। अनि त्यसले तिनलाई भन्यो है तपाईलाई प्रेम गर्नुहुन्छ तपाईँ मलाई प्रेम गर्नुहुन्छ भनी कसरी भन्नुहुन्छ जबकि तपाईँ मलाई आफ्नो कुरा बताउनुहुन्न। फेरि यहाँ उसले भनिरहेछ है। फेरि पनि यहाँ भनेको छ तेस्रो पल्ट पनि तपाईले मलाई बेकुफ तुल्याउनु भयो र तपाईको महाबल केले दिन्छ भनी अझ तुल्याउनु भएको छैन। 16 मा हेर्यो भने त्यसले तिनीलाई यी कुराले दिनको पिरोली र हैरान पारी। अब लास्टमा चाहिँ उसले कुरा जाँदैन है के गर्नुपर्ने हो उसलाई सबै कुरा बताउँछ क्या अब है। यो सिम्सोनले दलिला भन्ने उसको प्रेमिकालाई बताउँछ। अनि यसमा चाहिँ के भन्छ भने यसले जान्छ फेरि है। यसकारण आफ्नो गुप्त कुरा तिनले त्यसलाई भनिदिए। तिनले भने मेरो कपालमा कहिल्यै छुरा लागेको छैन किनभने जन्मैदेखि परमेश्वरको निम्ति अलग गरिएको म एक नाजिरी हुँ। यदि मेरो कपाल खोरियो भने मेरो बल मबाट गइहाल्नेछ र म अरू मानिस जस्तै निर्बल हुनेछु भनेर यहाँ भनेको छ। अनि फेरि यी सबै गुप्त कुरा बताएका हुन् भनेर अब दलिलाले थाहा पाए। तब त्यसले परिस्थितिहरूको मुखियाहरूलाई चाहिँ कपाल काट्नको लागि उसले मान्छे पठाउँछ। र यसैले जब यो सिम्सोनको कपाल काट्यो नि है कपाल काटेपछि उसले के भयो भने शक्तिहीन भयो। सिम्सोनको कपाल चाहिँ केमा रहेछ कपालमा रहेछ होइन त। जब त्यो कपाल काटेपछि भनौँ न ऊ शक्तिहीन भयो विकनेस भयो है। परमेश्वर र अनि सिम्सोनको शक्ति छुट्यो है किनभने कपाल काट्नु हुँदैन थियो। उसले भन्यो है 3-4 पटकसम्म त्यो दलिलाले सोधेपछि उसको गोप्य कुरा चाहिँ खुलाउनै पर्यो। अनि सिम्सोनको शक्ति र परमेश्वरको शक्ति के भयो परमेश्वरले छोड्यो। उसले नकाट्नुपर्ने कपाल नखौर्नुपर्ने कपाल चाहिँ खोर्यो। त्यसैले गर्दाखेरि परमेश्वरको आज्ञा उसले के गर्यो उल्लङ्घन गर्यो होइन। परमेश्वरको शक्ति सिम्सोनको कपालमा थिएन है। के अरे सिम्सोनको कपालमा परमेश्वरको शक्ति थिएन। परमेश्वर चाहिँ शक्तिको स्रोत हुनुहुन्छ। सिम्सोनको शक्ति चाहिँ परमेश्वरमा थियो र यसरी उसले जुन यो आज्ञा उल्लङ्घन गर्यो नि होइन। उसले नकाट्नु भने काटेपछि ऊ चाहिँ शक्तिहीन भयो है। शक्तिहीन भयो होपलेस भयो हेल्पलेस भयो। त्यस कारणले गर्दाखेरि यो उसले जुन यो कपाल काट्ने बित्तिकै परमेश्वरको शक्ति र सिम्सोनको शक्ति छुटेर गयो है। अनि छुटेर गएपछि दलिलाले उसलाई फसाएको छ। अनि फेरि पनि के छ भने यो 16 को 22 मा हेर्यो भने हामी लास्टमा 16 को 22 तिर हेर्यो भने यहाँ पनि देख्छौँ। तर तिनको कपाल खौरिएपछि फेरि बढ्न थाल्यो। 16 को 22 मा हेर्दा कपाल खौरिएपछि फेरि पनि यो के अरे यो कपाल बढ्न थाल्यो। फेरि खौरिएपछि पनि बढ्न थाल्यो किनभने परमेश्वर काम गर्दै हुनुहुन्छ है। एउटा टुक्रिएको व्यक्तिहरूलाई पनि टुक्रिएको हृदयमा परमेश्वर वास गर्नुहुन्छ भन्छ नि होइन।
यहाँ चाहिँ कपाल फेरि खौरे कपाल पनि उसको बढ्यो, किनभने फेरि उसको शक्ति आयो। र पछि पनि के छ भने जब यो उसले घोप्टो पारेर चाहिँ यो मन्दिरको यो खम्बाहरू भत्किएको छ, खम्बाहरू भत्किएपछि के छ भने यो 3000 खम्बाहरू भत्काइदिएको छ, नरेगाले ठुलो भार भत्काइदिएको छ है। अनि 3000 यो स्त्री पुरुष मारेको कुरा पनि हामी देख्न सक्छौँ। 3000 स्त्री र पुरुष शिवजीले फेरि पनि मारेको कुरा हामी देख्न सक्छौँ। त्यसैले गर्दाखेरि परमेश्वर के छ भने काम गर्दै हुनुहुन्छ है। जब यो दागन भन्ने देवता चाहिँ यिनीहरूले मान्ने गरिन्छ, यो फलिस्तीहरूको देवता चाहिँ दागन हो। दागन देवताको चाहिँ एकदमै विजय उत्सव मनाउँछ उनीहरू होइन, विजय उत्सव मनाउँछ। त्यो देवताको चाहिँ प्रशंसा गर्छन् उनीहरू है। झुटो देवता कि दागन देवता भनेको झुटो देवताको पूजा गर्छन् उनीहरू, त्यो भोज गर्छन् है। त्यो बेलामा चाहिँ उसले त्यो घोप्टो पारेर चाहिँ मन्दिरको खम्बाहरू लडाइदिएको। यो सबैलाई हेरौँ, हामीसँग टाइम छैन। र त्यसैले गर्दाखेरि सिम्सोनको त्यो शक्ति परमेश्वरमा थियो। सिम्सोनको शक्तिको स्रोत चाहिँ परमेश्वर थियो। जस्तै यो आज्ञा उल्लङ्घन गरेपछि र यो एउटा भनौँ न एउटा स्त्रीले सिम्सोनको त्यो शक्ति पत्ता लगाउँछ, लास्टमा उसले चाहिँ भन्नै पर्ने भयो होइन, के गर्दा है। र त्यसैले गर्दाखेरि त्यो एउटा भर्खरको मान्छे ह्यान्डसम पनि थियो होला होइन। त्यसैले गर्दाखेरि यो सबै बलको स्रोत चाहिँ कहाँ छ, शक्तिको स्रोत चाहिँ कहाँ छ भनेर पत्ता लगाउँछ। यसरी यो सबै कुरा के छ भने पत्ता लगाएपछि सिम्सोनलाई घात गर्छन् अनि यो उसलाई जेलमा हाल्छन्, 2टा आँखै निकालिदिन्छन्, उसलाई फेरि दास बनाउने कुराहरू हामी देख्न सक्छौँ। यो जीवानी हो है, यो सिम्सोनको जीवानी हो। फलिस्तीहरूले आफ्नो कब्जामा लिन्छ, क्याप्चर गर्छ, उसलाई चाहिँ 2टै आँखा निकाल्छ। फेरि सिम्सोनलाई के छ, त्यो शक्तिशाली मान्छेलाई दास बनाएको कुरा हामी बाइबलमा देख्छौँ। यो सबै कुरा हामीले यो बाइबलमा हामी परमेश्वरको वचनमा हेर्न सक्छौँ, देख्न सक्छौँ। र यो 13:18 हेऱ्यो भने परमप्रभुका दूतले तिनलाई भने, तिमी किन मेरो नाउँ सोध्ने आँट गर्छौ, यो नाउँ समाजदेखि बाहिर छ। अनि यो 22 हेऱ्यो भने तर तिनले आफ्नी पत्नीलाई भने, हामी त निश्चय नै मर्नेछौँ किनभने हामीले परमेश्वरलाई देखेका छौँ। यहाँ चाहिँ के छ भने यो स्वर्गदूत है, यहाँ चाहिँ स्वर्गदूत हो। यहाँ त्यसैले परमेश्वरलाई देखेका छौँ, हामी निश्चय नै मर्नेछौँ भनेर सिम्सोनको बाबुले भनेको छ। परमेश्वरलाई देख्ने मान्छे कोही छ अहिलेसम्म है। यो प्रस्थान 33:20 होला, त्यहाँ पनि छ परमेश्वरलाई देख्न सक्दैन। अनि यहाँ पनि भनेको छ परमेश्वरलाई देखेपछि निश्चय नै हामी मर्नेछौँ। अनि मर्ने परमेश्वरलाई हामी होला, हामी मर्ने परमेश्वरलाई हामी किन विश्वास गर्ने है। होला तपाईँहरू सोच्छ होला परमेश्वरले देखेपछि मानिस त मर्दो रहेछ है। परमेश्वरको त्यो महिमा ग्लोरी भनिन्छ, परमेश्वरको त्यो महिमालाई देखेपछि है हामीले यो सूर्यको देखेर भने हाम्रो आँखा कस्तो हुन्छ है, परमेश्वरको महिमा चाहिँ त्योभन्दा कति देखिएको हुन्छ होइन। त्यसैले गर्दाखेरि यहाँ भनेको छ सिम्सोनको बाबाले पनि परमेश्वरको महिमालाई परमेश्वरलाई देखेको छौँ, हामी निश्चय नै मर्नेछौँ भनेर भनेको छ। यीशु ख्रीष्टले मात्रै कसलाई देखेको छ, परमेश्वरलाई फेस टु फेस है, परमेश्वरलाई देखेको छ। हाम्रो मृत्युपछि मात्रै हामी यो आनन्द जीवनको निम्ति स्वर्गमा परमेश्वरसँग हामी भेटघाट गर्न सक्छौँ। हाम्रो यो छालाको आँखाले, यो बाहिरी आँखाले, यो शारीरिक आँखाले परमेश्वरलाई देख्न नसक्दो रहेछ होइन। मसाले पनि देखेको छैन नि परमेश्वरलाई है। परमेश्वरको पछाडिको भागलाई मात्रै देख्यो भनेर यो प्रस्थानको पुस्तकमा हामी देख्न सक्छौँ 33:20 तिर। त्यसैले यसमा हामी यो यहाँ चाहिँ नाम सोध्ने अधिकार पनि छैन भनेर भनेको छ है। त्यसैले परमेश्वर हाम्रो समाजभन्दा बाहिर कुरा हो। परमेश्वरलाई हाम्रो भित्री हृदयले देख्यो है, परमेश्वरलाई हाम्रो भित्री आँखाले देख्यो। हाम्रो यो छालाको आँखाले परमेश्वरलाई देख्न असम्भव रहेछ है। परमेश्वरलाई हामी विश्वास गर्छौँ। परमेश्वर कस्तो हुनुहुन्छ भने परमेश्वर शक्तिको स्रोत हुनुहुन्छ। परमेश्वर
यो हावा जस्तो हुन्छ भने न हावालाई हामी परमेश्वरलाई हावालाई देख्न सक्दैनौँ त्यसरी नै परमेश्वरलाई पनि के छ देख्न सक्छ त सक्दैन है। परमेश्वरले गरेको काम चाहिँ हामी देख्छ। हावा चाहिँ आउँछ यो रुखहरू हल्लाएको के हामी देख्छौँ नि त्यस्तै हो है। परमेश्वर काम गर्दै हुनुहुन्छ। अनि यसमा यो 22 मा हेऱ्यो भने यहाँ पनि छ नि है। जब सिम्सोन चाहिँ शक्तिहीन भयो तापनि परमेश्वर चाहिँ काम गर्दै हुनुहुन्थ्यो। पछि जब उसको यो परिस्थितिहरूले क्याप्चर गरेर पनि उसको शक्ति चाहिँ आइरहेको रहेछ है। कपाल चाहिँ बढेको छ भनेको छ नि। कपाल बढ्न थाल्यो भनेको उसको शक्ति है। उता परमेश्वर चाहिँ उसको जीवनमा काम गर्दै हुनुहुन्छ भने यसले हामी देख्न सक्छौँ। त्यसैले तलतिर हेऱ्यो भने यो धेरै कुराहरू छ। सिम्सोनले फेरि यो 300 वटा स्यालहरू समातेको कुराहरू छ है। 300 वटा स्यालहरू समातेर दुई आगोको जोडा बनाएर पुच्छारमा चाहिँ पुच्छार बाँधेर है। अनि बाँधेको पुच्छारको बिचमा चाहिँ फेरि रागो है रागो लगाइदिएको छ। त्यो अब चाहिँ सबै जल्छ फेरि। अनि पलितीहरूको पाकिरहेको गाउँको सबै नै नष्ट पार्ने कुराहरू छ। अनि फेरि यो गदाको पङ्गरा भन्छ नि। गदाको पङ्गराले पल्तीहरूलाई मारेको छ है। गदाको पङ्गरा छ पल्तीहरूलाई मारेको कुरा हामी देख्न सक्छौँ है। त्यसैले यो फेरि सिम्सोनले फेरि यो महाको चाहिँ देख्छ है। अनि उसको बुवा आमालाई पनि दिन्छ फेरि अनि है। र यो के छ भने यो सिम्सोनको बिहे चाहिँ के छ भने उसको विवाह चाहिँ यो विवाह गर्नु हुँदैन थियो है। सिम्सोनको जबरजस्तीले गर्दाखेरि यो दलिला भन्ने केटीसँग चाहिँ विवाह गरेको हामी देख्छौँ। भने यो 14:3 मा हेऱ्यो भने तिनका आमा बाबुले तिनलाई भने के हाम्रो आफ्नै कुटुम्बमा अथवा कुनै आफ्नो जातिमा कोही स्त्री छैन र खतना नभएका पल्तीहरूकी स्त्रीलाई मैले विवाह गर्नुपर्छ। तर सिम्सोनले आफ्ना बाबुलाई भने ती स्त्री नै मेरो निम्ति ल्याइदिनु, तिनी नै मेरो निम्ति ठिक छ भनेर भनेको छ। यो पल्तीहरू खतना नहुँदो रहेछ है। पल्तीहरू चाहिँ खतना नहुँदो रहेछ। यो बेखतनाका मानिसहरू हो। त्यसैले गर्दाखेरि यहाँ सिम्सोनले चाहिँ यो उनीहरूको यो रीतिरिवाज अनुसार चाहिँ यो विवाह नचल्ने हो। जबरजस्तीले गर्दाखेरि उसले यो पलिस्तीको दलिला भन्ने स्त्रीसँग चाहिँ उसले विवाह गरेको हामी देख्न सक्छौँ। त्यसैले गर्दाखेरि यो सिम्सोनको शक्ति चाहिँ केमा रहेछ? कपालमा थियो है। परमेश्वरको शक्ति सिम्सोनको कपालमा थियो। ल अब म एउटा कथा जोड्न चाहन्छु। अब कथा जस्तै हाम्रो झारलाङको पनि यस्तै मान्छे छ हेर्नुहोस्। ल म भन्छु है। अब झारलाङमा उतापट्टि तपाईँहरूले देख्नुहुन्छ अहिले चर्चितमा आएको छ गिलिङको गुम्बा भन्ने है। गिलिङको गुम्बा त्यसको मुनि एउटा पोखरी छ। ये भन्छ हामी, ये भन्छ त्यसलाई पोखरी है। अनि यतापट्टि हाम्रो स्याम्देन भन्ने छ कि हामी स्याम्देन हो। त्यहाँ यस्तो अलिक ढुङ्गा जस्तै छ सम्म परेको बिचमा त्यहाँ हाम्रो स्याम्देनहरूको बारी छ। त्यहाँ बिचमा है। माथि अहिलेको गाउँभन्दा माथि पहिला चाहिँ माथि रहेछ बस्तीहरू सबैको, पछि तल आएछ। अनि त्यहाँ हाम्रो लामाको एउटा अब सुन्नुहोस्, लामाको एउटा दरबार छ। स्याम्देन दरबार भन्छ है। थाहा छ तपाईँहरू? कसैले थाहा छ? त्यहाँ पुग्नेहरू है धेरैले थाहा छ। दरबार छ। जब लामाले दरबार बनाएपछि त्यहाँको सबै मान्छेहरूलाई बोलाएर दरबार बनायो। यत्रो ढुङ्गाले बनाएको छ फेरि। यसरी वाल त धेरै आउको छ। वाल धेरै आउको छ। यत्रो लामो ढुङ्गाले कोही काटेर एउटा तासेर बनाएको छ कि है। अनि जब त्यो बनाइसकेपछि कुमदोर्जे लामा नाम चाहिँ कुमदोर्जे लामा। लामाले फेरि त्यो ज्याला दिनु पर्यो। ज्याला दिने बेलामा त पैसा दिएन फेरि उसलाई। उसको लाई के गर्यो भने फेरि एक मुरी कोदो लिएर आयो। कोदोको दाना हुन्छ नि होइन। कोदोको दाना ल्याएपछि उसले सबै छरपस्ट पारिदियो के भुइँमा है। लामाले भने फेरि ल यो एक मुरी कोदो चाहिँ
कोदोको दाना तिमीहरूले टिप्न सक्यौ भने ज्याला पाउँछ, नत्र भने तिमीहरूले ज्याला पाउँदैन भने है। अनि टिपेछ सबै मिलेर टिपेछ, लास्टमा एक मानव जति पुगेन, एक मानव जति पुगेन। नपुगेपछि ज्याला नदिने हो नदिने। तिमीहरूले गर्नुपर्ने काम चाहिँ पुरा गरेन है, नदिने भने त्यहाँको सबै मिलेर त्यो मजदुरीहरू सबै मिलेर चाहिँ उसलाई मार्न खोज्यो। त्यहाँदेखि मार्न खोज्यो त्यहाँ सुरु गऱ्यो, भन्न सुरु गऱ्यो। कोहीले ढुङ्गाले हाल्ने होला, कोहीले चाहिँ खुकुरीले हाल्ने होला है। त्यसरी गर्दा गर्दा फेरि त्यहाँबाट लखर्दै आयो है, लड्दै आएपछि यतापट्टि यो जर्सेट भन्छौँ हामी है, जर्सेट भन्छौँ। पहिलाको यो खाँदी थियो नि, त्योभन्दा माथितिर तम्जेट भन्ने ठाउँ छ नि होइन, मुमारी हो तपाईँलाई थाहा छ। त्यहाँको पुग्नेहरूलाई तम्जेट भन्ने ठाउँमा हल्यो, तम्बु गऱ्यो क्या त्यहाँ है, हल्यो। अनि फेरि लम्था गर्ने गङ भन्ने थाहा छ नि, लम्था गर्ने गङ भन्ने थाहा छ तपाईँहरू, थाहा छ बिहा हुनेहरूलाई। लम्था गाउँमा आएर चाहिँ अब मार्ने हो भन्यो, अब मार्ने भन्यो, पटक सोध्यो मार्ने हो भन्यो। भनेपछि लामाले के भन्यो, अहिले यहाँ भने जस्तै है, मेरो कपालको लत्ता भनेछ नि है, मेरो कपालको लत्तामा यहाँ मन्त्र बाँधेको रहेछ। मन्त्रमा ठुङ भन्छ ठुङ है, हाम्रो तामा त ठुङ भन्छ। यो कपालको लत्ता काट्यो अनि म मर्छु भनेछ है। जब यो ठुङ्गा फाल्यो नि, यहाँ बाँधेको रहेछ, सानो बाँधेको रहेछ अरे, त्यसलाई काटेर फालेपछि उसलाई मार्यो। अनि फेरि अहिले के छ भने लम्था गाउँ भन्ने छ नि है, लम्था गाउँ भन्ने छ। यो चाहिँ यो यहाँ मिदोजुको छ, त्यही भएर मैले भनेको हो, नत्र भन्ने थिएन है। यो साँच्चै हो, यो एकदमै वास्तविक घटना हो। यो दरबार अहिले पनि छ, तपाईँले देख्न सक्नुहुन्छ। जानुभयो भने छ्याम्जीजेतमा अहिले पनि एकदम अल्को भूकम्पले केही पनि भएको छैन है। त्यसैले गर्दाखेरि कुनै मानिसको शक्ति चाहिँ के छ भने कपालमा हुँदो रहेछ। यो चाहिँ मैले नाम भने तपाईँहरूले कुण्डले लामा, अचम्मको लामा रहेछ यो फेरि है। अनि फेरि यसरी मारेपछि यो कुण्डले लामाको त्यो महत्त्वपूर्ण सामानहरू चाहिँ बोमजेल लामाले ल्याएर थियो है। अब उताबाट चाहिँ त्यो बोमजेल लामाले मागेर ल्याएर उसको होला नि, अब त्यो के होला होइन, त्यो महत्त्वपूर्ण सामानहरू होला, त्यो बेलाको होला, त्यो अब कोही मन्त्रको पुस्तकहरू के होला है। त्यो गरेपछि फेरि त्यसरी लामाको त्यहाँ हत्या गरे। त्यसलाई त्यो ठाउँलाई लम्था गाउँ भन्छ, लम्था गाउँ है। तम्ब गरे त्यहाँ उसले त्यो गोप्य कुरा खुलेन। यसरी यहाँ भने जस्तै गोप्य कुरा खुलाएन। त्यहाँ आएपछि उसलाई पनि हैरान भयो होला, ल अब यसरी गरेपछि मलाई यति गरेपछि मेरो अन्त्य हुन्छ भनेर उसले भन्यो। अचम्मको लामा त्यो भदौतिर यो फागुनसँग भन्छ नि, केही अब सुगाउनु पर्यो होइन। यो पानी आउने बेलामा, वर्षाको बेलामा, यो पानी आउने बेलामा केही मकैहरू के सुगाउनु पर्यो। उसलाई लगाइदिएको चाहिँ यो फुलिरहने, अरूलाई लगाइदिएको चाहिँ भल्ले पकाइ लाने, त्यस्तो सम्मानको दियो है। शक्ति त्यस्तो थियो नि है। त्यसैले त्यो व्यक्तिको हाम्रो जुजुबाजी भनौँ न है, कुण्डली लामाको पनि त्यस्तो थियो कि। त्यसैले जब यो सिम्सनको शक्ति पनि परमेश्वरको शक्ति कपालमा थियो। कपाल चाहिँ के रहेछ भने स्त्रीहरूको चाहिँ कपाल चाहिँ गौरव भनेको छ नि होइन। यो एकचोटि नयाँ नियममा हेर्नु त, एकचोटि नयाँ नियममा हामी यो पहिलो कोरिन्थी 11:15 यहाँ देख्न सक्छौँ है। पहिलो कोरिन्थी 11:15 यहाँ हामी देख्छौँ। तर यदि स्त्रीको कपाल लामो केश छ, तर यदि स्त्रीको लामो केश छ भने त त्यो तिनको निम्ति गौरव हो, किनकि स्त्रीको केश
तिनलाई ढाक्नलाई दिएको हो भनेर भनेको छैन है। स्त्रीको केस चाहिँ लामो कपाल भन्छ नि होइन, स्त्रीको केस चाहिँ गौरव हो भनेर परमेश्वरको वचनले भन्दछ। लास्टमा अब सिम्सोनले गर्न नसक्ने सबै काम चाहिँ हाम्रो यीशु ख्रीष्टले गर्नुहुन्छ है। सिम्सोन चाहिँ एउटा मानिस हो है, सिम्सोन चाहिँ एउटा अशक्तिहीन मानिस हो है। सिम्सोनले गर्न नसक्ने सबै काम यीशु ख्रीष्टले गर्नुहुन्छ। यो पहिलो कोरिन्थीको 15 मा हेर्यो भने मृत्युबाट पनि यीशुले हामीलाई मुक्ति दिनुहुन्छ है। यो हरेक व्यवस्थाहरूबाट पनि यीशु ख्रीष्टले यो हामीलाई उद्धार मुक्ति दिनुहुन्छ। त्यसैले गर्दाखेरि यीशु ख्रीष्ट चाहिँ हाम्रो जीवनको स्रोत पनि हुनुहुन्छ र जीवनको मुहान पनि हुनुहुन्छ। यो सिम्सोनले जति पनि गर्न नसक्ने कामहरू यीशु ख्रीष्टमा आएर पुरा भएको छ र यो नयाँ नियममा चाहिँ सिम्सोनको बारेमा त्यति छैन। हिब्रू 11:32 मा त्यहाँ एक ठाउँ मात्रै छ नयाँ नियममा सिम्सोनको बारेमा त्यति उल्लेख गरेको छैन। अरू मोसाको बारेमा, यो याकुबको बारेमा, यो बालामको बारेमा, बालकको बारेमा चाहिँ हामी देख्न सक्छौँ। र यो हिब्रू 11:32 मा त्यहाँ चाहिँ हिरोज अफ द फेथ भनिन्छ, विश्वासका वीरहरू है। विश्वासका वीरहरू भनेर पुरानोको सबै व्यक्तिहरूको यो रेकर्ड चाहिँ हामी हिब्रू 11:32 मा है 11:32 मा देख्न सक्छौँ। त्यसैले गर्दाखेरि तपाईँहरूले सिम्सोनको अरे सिम्सोन चाहिँ एउटा इजरायली वरियर भनौँ न है। यो अनि यो फलिस्तीहरू चाहिँ के छ भने यो खराब व्यक्तिहरू है, कनान देशमा बसेर खराब योजनाहरू गर्ने व्यक्तिहरू चाहिँ फलिस्तीहरूलाई हामी बुझ्न सक्छौँ। र त्यसैले गर्दाखेरि आजको वचन यतिमा राखौँ। यो मैले भने यो न्यायकर्ताको पुस्तक 3 है, लामो छ यो। यसको की भर्स भनेको चाहिँ यो न्यायकर्ता 2:14 देखि 19 सम्म यसको की भर्स। यसको मेन कुन्जी चाहिँ त्यहाँबाट 14 देखि 19 सम्म हामी सबै कुरो थाहा पाउँछ। इजरायलले केही गरेको छ र केही गरेको थियो भन्ने विषयमा हामी देख्न सक्छौँ। त्यसैले यो वचन यतिमा राखौँ। हामीसँग समय छैन, ट्याक्कै 10 बजेर पनि 9 मिनट गएको छ। यो आजको वचन एउटा जीवानी हो, एउटा सिम्सोनको कथा हो र सिम्सोनको सबै शक्तिको स्रोत चाहिँ परमेश्वर हुनुहुन्छ। सिम्सोनले जति पनि गर्यो त्यो सबै परमेश्वरको शक्तिबाट गरेको हो र सिम्सोन भन्दा पनि हजारौँ गुणा हामीले विश्वास गरेको यीशु ख्रीष्ट चाहिँ महान परमेश्वर हुनुहुन्छ। हामीले विश्वास गरेको परमेश्वर शक्तिशाली परमेश्वर हुनुहुन्छ। त्यसैले गर्दाखेरि यो वचन यतिमा राखौँ र यो बाँकी समय म दाइले दिन चाहन्छु। तपाईँ सबैले फेरि पनि जय मसीह। सबैलाई जय मसीह। प्रभुलाई धेरै धन्यवाद। यो पुरानो करारबाट परमेश्वरको वचनबाट सुन्यो र आजको सञ्चालिका, आजको भजन वक्तालाई एकपल्ट ताली बजाएर धन्यवाद। मौसम कहिले जाडो हुन्छ, कहिले गर्मी हुन्छ। अगाडि हेर्नुहोस्, पहिलाको समयमा फर्क्यो। अब आउने पहिलो हप्ता 6 गते मङ्सिर महिनाको 6 गते पहिलो हप्ताबाट पहिला जुन समयमा हामीले हाम्रो मण्डलीको आराधना सङ्गति गरेका थियौँ, 6 गते पहिलो हप्ताबाट बिहान नभए दिउँसै हो 11 बजे होइन, 11 बजेबाट सङ्गति सुरु हुनेछ। मण्डली परिवारले आज सङ्गतिमा नआउनु भएको, जो आज सङ्गतिमा आउनु भएको छैन उहाँहरूलाई पनि हाम्रो सङ्गति अब आउने पहिलो हप्तादेखि 6 गतेदेखि बिहानको 11 बजेबाट सुरु हुन्छ भनेर सूचना दिनुभयो। र यो अनलाइनको माध्यमबाट जतिजनाले आजको सङ्गति
हेरिरहनु भएको छ, उपस्थित हुनुभएको छ। यहाँहरूले पनि अन्य साथीहरू कोही आज अनलाइनको माध्यमबाट सङ्गतिमा उपस्थित हुनुभएको छैन भने भन्न सक्नुहुनेछ। हाम्रो मण्डलीको आराधना सेवा मङ्सिर महिनाको 6 गते पहिलो हप्ताबाट 11 बजे बिहान 11 बजेबाट सुरु हुन्छ। प्रभुलाई धेरै धन्यवाद। कोही बिरामी हुनुहुन्छ, बसिदिनुहोस्, प्रार्थना गरौँ। कसैको घरमा सङ्गति गर्नुपर्ने छ भने तपाईँले बोलाउनुहोस्। यो पछिको जवान सङ्गतिमा पनि जवानहरू बस्नको लागि सूचना छ। आउनुहोस्, हामी प्रार्थना गरौँ। महान परमेश्वर प्रभु, तपाईँलाई धन्यवाद चाहन्छौँ। आजको आराधना सङ्गतिमा सुरुदेखि अन्तिमसम्म प्रभु तपाईँको उपस्थितिमा तपाईँ हेरेर चलाउनु भयो। प्रभु, तपाईँलाई धन्यवाद चाहन्छौँ। प्रभु, बिन्ती प्रार्थना चाहन्छु परमेश्वर, जो बिरामी हुनुहुन्छ, बिरामीहरूलाई, रोगीहरूलाई तपाईँ यीशु प्रभुको नाउँमा चङ्गाइको घोषणा गर्दछु। यीशु प्रभुको नाउँमा निको पार्ने घोषणा गर्दछु। प्रभु, तपाईँलाई धन्यवाद चाहन्छौँ। प्रभु, बिन्ती प्रार्थना चाहन्छु, जसरी सङ्गतिमा आउँदाखेरि सुरक्षा साथ यहाँसम्म ल्याइदिनु भयो, फर्केर जानु हुँदाखेरि उहाँको साथमा तपाईँ हुनुहोस्। बाटोमा शान्ति सुरक्षा गुहारा ठेसा प्रभु तपाईँले अगुवाई गर्नुहोस्। धन्यवाद प्रभु, आजको सङ्गतिमा जसले जुन स्थानमा रहेर आजको सङ्गतिमा आफ्नो सेवाको काम गर्नुभयो, उहाँलाई प्रशस्त मात्रामा तपाईँले आशिष दिनुहोस्। धन्यवाद प्रभु, तपाईँलाई दिनभरिको सम्पूर्ण काम कार्यमा प्रभु तपाईँले आशिष दिनुहोस्। हामी छुट्छौँ, हाम्रो साथमा तपाईँ हुनुहुन्छ। प्रभु, तपाईँलाई धन्यवाद चाहन्छौँ। तपाईँ परमेश्वर पिताको प्रेम, प्रभु यीशु ख्रीष्टको अनुग्रह, पवित्र आत्माको सङ्गति र सहभागिता, जीवित परमेश्वर तपाईँको दोस्रो आगमन नहुन्जेलसम्म आजको उपस्थित सम्पूर्ण विश्वासीमाथि तपाईँको आशीर्वाद सदा सर्वदा रहिरहन्।